हेलो गाइस, नमस्कार। म चाहिँ आज कर्कलाको रेसिपी लिएर आएको छु। कर्कलालाई मैले त बफ्याउन छोडिदिएँ। यहाँ चाहिँ तेल ततायो। तेल चाहिँ किन कालो कालो भन्नु होला नि, फेरि उब्रे मासु पारेर उब्रेको तेल थियो। मैले त्यही तेललाई युज गरेको। फाल्न त मिलेन। तेल तताएपछि खोर्सानी ज्वानोलाई फुराएँ। ज्वानो चाहिँ एकदमै मिठो हुन्छ कर्कलोमा। अब खोर्सानी रातो भएपछि मैले प्याजलाई राखेँ। प्याजलाई म एक मिनट जति रातो हुन छोडिदिन्छु। कर्कलो पनि यतिको भइसक्यो मेरो। प्याज पनि फ्राई हुँदैछ। अब बेसारलाई राखिदिन्छु। यो चाहिँ मेरो रेसिपी हो। हजुरहरू कसरी पकाउनुहुन्छ सेयर गर्नुहोला। यो चाहिँ अदुवा लसुनको पेस्ट मैले चाहिँ मिठो हुन्छ भनेर हल्का हल्का सिलौटामा मात्रै पिसेको, थोरै थोरै। हेर्नुहोस् त कस्तो दामी देखियो। अब टमाटरलाई राखेँ। यो चाहिँ मजाले मरमसलाहरू पकाउँछु म चाहिँ। अलरेडी कर्कलो त बसेर उसिनेर पाकिसकेको। देख्दा जति यम्मी देखिन्छ, खाँदा पनि त्यति नै यम्मी हुन्छ। हजुरहरू पनि यसरी नै पकाएर खानु होला एकचोटि हेरेर। म चाहिँ जिरा पाउडरको धुलो राखेँ। यसमा हल्का टिमुर पनि राखिदिएँ। जिरा पाउडरको धुलो चाहिँ हामी जग्गा ल्याएर त्यो लाएर आफै पिनेर राख्छौँ। प्रायः पिसेर चाहिँ खाँदैनौँ हामी, धुलै खान्छौँ, सजिलो। कर्कलोमा टिम्बु र ज्वानो राख्दा चाहिँ एकदमै मिठो हुन्छ। स्वादै बेग्लै हुन्छ क्या। मलाई चाहिँ एकदमै मनपर्छ। वाउ, हेर्नु त कस्तो दामी ग्रेभी देखियो। मलाई चाहिँ तरकारीहरू पाक्दैछ भने चाहिँ चलाइ गर्न मलाई चाहिँ देख्नै सक्दिनँ क्या म। दामी। हेर्छ कर्कलालाई राख्छु मैले। आज मैले अलिक ढिलो गरेर कर्कला बस्नु पाएन, र पनि केही छैन। यस्तो दामी हुन्छ। तपाईँहरूलाई एकचोटि ट्राई गरेर हेर्नु होला। हेर्नुहोस् त कस्तो खाउँ लाग्दो देखिया छ। स्वाद पनि त्यति नै मिठो हुन्छ। हल्का अमिलोलाई राखेँ मैले चाहिँ। तपाईँहरूसँग चुक छैन भने कागती चाहिँ राख्नुपर्छ है, फेरि कोक्याउँछ। हेर्नुहोस् त, वाउ, खाउँ लाग्ने भयो त। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला। यस्तै